माडी नगरपालिका वडा नम्बर 7 मा रहेको देवेन्द्रपुर स्थित आफ्नै फुपू दिदीको घरमा छु। तिहार भर्खरै मात्रै सकिएको छ। माहौल निकै राम्रो छ, अझै पनि घमाइलो छ, घाम लागेका छन्। एउटा चाहिँ चाडबाडको माहौल छुट्टै छ। यहाँ पिङ पनि लगाउनु भएको रहेछ, अगाडि पिङ देख्नुहुन्छ साथीहरू। यो पनि फुपूको घर, यो पनि मेरो फुपूको घर हो गाउँको। र यहाँ हिजो मात्रै हामीले यहाँ टिका कार्यक्रम गरेका थियौँ। यही आँगनमा बसेर निकै रमाइलो माहौल छ। फुपू अगाडि हुनुहुन्छ। बाबु यो घरकै फर्सी हो? घरकै फर्सी हो नि त यो त। ए एकदम फर्सी पनि यो फर्सीको साग होइन यो? फर्सीका मुन्टा। ए फर्सीको मुन्टा। अर्गानिक। अनि यो पनि निकै मिठो हुन्छ यो फुल पनि हैन? फुल यसको मेन ताकत भनेको फुलमै हुन्छ। ए त्यही त धेरै राम्रो। यसमा कुनै किसिमको रासायनिक मलहरू प्रयोग भएको छैन। घरकै अर्गानिक मल राखेर छेउमा लगाइदिएको। हजुर हजुर भैँसी गोबरबाट हजुर त्यहीको मलखाना छेउमा उम्रिएर रहेछ। एकदमै राम्रो उत्पादन भएको रहेछ फर्सी। जान्छ आज हजुर यो भरतपुरतिर जान्छ आज भरतपुर लिएर जाने 2000 रुपैयाँ जसले नि किन्छन्। त्यही त निकै राम्रो रहेछ फर्सी हैन? तर अलिकति महँगो चाहिँ लाग्यो फर्सी हैन? यहाँको फर्सी एकदम राम्रो रहेछ। निकै राम्रो माहौल छ साथीहरू। यहाँ अहिले गाउँघर भनेको एउटा एक किसिमको गाउँघर हो। यहाँ निकै चाहिँ एउटा चाहिँ सफा स्वच्छ हावापानी, खानेकुराहरू अर्ग्यानिक देख्न सक्नुहुन्छ। अब यहाँ बेसार पनि अब राम्रो उत्पादन भएको रहेछ। अब यो बेसार पनि केही समयमा यसलाई खन्ने बेला हुन्छ। घरमै रहेको यो अकबारे खुर्सानीहरू पनि लगाउनु भएको रहेछ। यतापट्टिको साइडमा पनि अकबारे खुर्सानी छ। अलिकति घाम नपर्ने ठाउँमा, अलिकति ओसिलो ठाउँमा यसको उत्पादन अझै राम्रो हुन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। तपाईँहरूको ठाउँतिर के कस्तो छ त्यो पनि आफूहरूले कमेन्टमा गर्दै प्रतिक्रिया दिनु होला साथीहरू। अहिले भाइले पनि यहाँ भर्खरै फर्सीको मुन्टा लगायत फर्सीहरू टिपेर भर्खरै आउनुभएको छ आफ्नै बारीको। यति भन्दै अहिलेलाई यति नै साथीहरू। कृपया भिडियो हेर्दै राख्नु होला। अब च्यानल नयाँ नयाँ छ, राम्रो सफलता मिलेको छ। छोटो समयमै यसलाई अझै सफल बनाउने कोसिस गर्नु होला साथीहरू। सबै साथीहरू तपाईँहरूको आफन्त अथवा आफ्नो अरू साथीहरूलाई पनि फलो गर्न, सब्सक्राइब गर्नलाई चाहिँ भन्नु होला। यति भन्दै हस्त नमस्ते।